संस्कार भनेको के हो र यो कसरी विकास हुन्छ, एउटा प्रेरक कहानी सुनाउँछु। अहिलेसम्म यो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरिदिनुहोला। एकपटक एक राजाको एउटा सुन्दर घोडी रहेछ। यो घोडीले युद्धमा धेरै पटक राजाको ज्यान बचाएको रहेछ र राजाप्रति पूर्ण रूपमा वफादार रहेछ। केही दिनपछि सो घोडाले बच्चा जन्माउँछ। बच्चा जन्मिँदा एक आँखा भएको बच्चा जन्मिन्छ, तर उसको शरीर एकदमै स्वस्थ र राम्रो आकारको हुन्छ। बच्चा ठुलो हुँदै गयो र आफ्नी आमालाई सोध्यो, आमा, म धेरै बलियो छु, तर म एक आँखा भएको छु, यो कसरी भयो? यसमा घोडीले भनिन्, छोरा, जब म गर्भवती थिएँ तिमी मेरो गर्भमा थियौ। राजाले म माथि सवार भएर मलाई कोर्राले हिर्काए, जसका कारण तिमी एक आँखा भएको भयौ। यो सुनेर बालक राजासँग रिसाएको थियो र आफ्नी आमालाई भन्यो, आमा, म यसको बदला लिनेछु। तब आमाले भनिन् कि राजाले हामीलाई हुर्काउनु भएको छ, तिमी उनको पालन पोषणको कारणले स्वस्थ र सुन्दर छौ। यदि राजा एकपटक रिसाए भने यसको मतलब हामीले उसलाई पनि हानि पुर्याउनु हुँदैन। तर यो बच्चाले त्यो कुरा बुझेन। उसले मनमा राजासँग बदलाको भाव राख्यो। एक दिन घोडाले यो मौका पायो र राजाले उसलाई युद्धमा लगे। युद्ध लड्दा राजा एक ठाउँमा घाइते भए। घोडाले तुरुन्तै उसलाई उठायो र दरबारमा फिर्ता ल्यायो। आमालाई सोध्यो, आमा, आज राजासँग बदला लिने राम्रो अवसर थियो, तर युद्धभूमिमा बदला लिने विचार मेरो दिमागमा आउँदै आएन र म लिन पनि सकेन। मेरो दिमागले त्यसो गर्न नै दिएन। यो सुनेर घोडीले हाँस्दै भनिन्, छोरा, तिम्रो रगत र पालन पोषणमा कुनै छल छैन। तिमीले जानी जानी धोका दिनै सक्दैनौ। तिमी देशद्रोही हुनै सक्दैनौ, किनकि तिम्रो आमाको वंश तिम्रो रगतमा छ। यो सत्य हो कि हाम्रो मनले हाम्रा मूल्य मान्यताहरू अनुसार व्यवहार गर्छन्। हाम्रा पारिवारिक मूल्य मान्यताहरू हाम्रो अवचेतन मनमा गहिरो रूपमा गढेका हुन्छन्। आमा बाबुका छोराछोरीहरू आफ्ना आमा बाबु जस्तै मूल्य मान्यता लिएर जन्मेका हुन्छन्। हाम्रा कर्महरू हाम्रो संस्कार बन्छ र संस्कारले हाम्रो भाग्य लिन्छ। यदि हामीले हाम्रा कर्महरूलाई सही र राम्रो दिशा दियौँ भने हाम्रा संस्कारहरू राम्रो हुनेछन्, र यदि संस्कारहरू राम्रो भए भने हाम्रो भाग्यको परिणाम मिठो र स्वादिष्ट पनि हुनेछ।